भाइ पुरा भोक लाग्यो त बिहानदेखि हिँडेको अन्त खानु न अन्त दा उहाँ दोकान छ फास्ट फुडमा मोमो खाने मोमो खान्छु त खानु न म दिइहाल्छु पैसा अनि तपाईँ मोमो खुवाइदिने साँच्ची हिँड न अन्त भाइ दोकान यहीँ रहेछ यो मोमो त खुवाउनु सक्छस् होला नि त खाउ न दा एक प्लेट मोमो त खुवाइदिइहाल्छु त अन्त म हेलो बहिनी को छ मोमो समो पाउँदैन हौ यहाँनिर पाउँछ पाउँछ भाइ कति प्लेट दिनु ओ दा म त बहिनी छ भनेर पो आइदिएको त मोमो खान छैन रहेछ नखाम होला है राम्री बहिनी पनि बस्छ यहाँ म त मन लागेन खानु लाग्दिन्छु होला म त त्यत खाइदिउँ पुरा भोक लागिरहेको छ मोमो त किन्दैनौ अन्त दिल्लीबाट आएर नि अन्त बस कस्तो खाइदिउँ न त एक प्लेट मोमो के हुन्छ ए उदाले खाने अरे दा एक प्लेट देऊ त बहिनी भए चाहिँ म नि खाइदिन्थेँ दाजु थ्याङ्क यू भाइ खाऊ 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 दामी छ त मोमो है हेर्दा ल अचार नि रहेछ यहाँ यो नि हालेर खाइदियो त खाँदैनस् अहिले खान्छु एउटा अहिले खाने या या ओके छ दामी रहेछ मोमो त वाह मजा आयो क्या खानु यो दोकानमै आउनुपर्छ अब चाहिँ खानु बहिनीले बनाएको होला हातको हो बहिनीको हातको चाहिँ दामी रहेछ मोमो ओ भाइ मोमो त मिठो रहेछ त अझै प्लेट मगा न एकछिन ल पैसा नि चेक गर्नु पर्यो नि त अन्त उता पैसा त 1 रुपियाँ छैन रहेछ नि मेरोमा त 1 रुपियाँ छैन एक रुपियाँ छैन पैसा के गर्नुपर्ने के भन्छ अन्त एउटा बुद्धि छ मेरोमा भन त मोमोमा ढुङ्गा हालिदिनुपर्छ कि ढुङ्गा लिएर जान्छ ढुङ्गा ल्याउनु ओके ओ दा पैसा त दिन नि म मोमो खाएको ढुङ्गा रहेछ मोमोमा कहाँ छु भाइ ढुङ्गा खोइ हेरौँ खोइ यस ओ दा ढुङ्गा देखाइदेऊ त ढुङ्गा भाइ इ ढुङ्गा इ ढुङ्गा यत्रो ढुङ्गा चाहिँ मोमोमा कसरी उठाउनु दा